winner of this season, season 6 is Process Pandey. Congratulations, Process. हजारौं प्रतिस्पर्धी साथै विभिन्न चरणहरू पार गर्दै प्रोसेस पाण्डे द भोइस अफ नेपाल सिजन 6 को विजेता बनेका छन्। उनी विजेता बनेपछि पुरस्कारमा द भोइस अफ नेपालको तर्फबाट 20 लाख नगद, त्यस्तै क्लोजअपको तर्फबाट 1 लाख र लेट मी इनको तर्फबाट 1 लाख गरी जम्मा 22 लाख रुपैयाँ प्राप्त गरेका छन्। उनीसँगै फाइनलमा 4 प्रतियोगीहरू पुगेका थिए। यी 4 मध्ये थर्ड रनर अफ टिम उदयको टिमबाट अर्पणा आचार्य बनेकी थिइन् भने सेकेन्ड रनर अफ टिम राजुबाट प्रमेश राई बनेका छन्। त्यस्तै फर्स्ट रनर अफ भने टिम मेलिनाबाट रोशन राई बन्न सफल भएका छन्। प्रोसेस पाण्डे विजेता बनेपछि विभिन्न चरणहरू पार गराएका आफ्नो कोच खेम सेन्चुरी, त्यस्तै परिवार, आफन्त र भोट गरेर जिताउनु हुने सबै दर्शकहरूलाई धन्यवाद समेत ज्ञापन गरेका छन्। फरक क्षमता भएका प्रतिभाले पनि गर्न सक्छ भन्ने प्रमाणित गराइदिनु हुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै अबको प्रोजेक्टहरूमा निराश नबनाई राम्रो राम्रो गीतहरू पस्कने प्रतिबद्धता व्यक्त गरेका छन्। खेम दादालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्ण मेरो परिवार, मेरा आफन्त, मेरा इष्टमित्र, साथीभाइ सबैजनालाई, मेरो बाबाको साथीहरू सबैजनालाई। दर्शकवृन्द, प्रोसेस पाण्डे विजेता हुँदा तपाईलाई कस्तो लाग्यो तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक, सेयर र तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। हामी द भोइस अफ नेपाल सम्बन्धी सम्पूर्ण जानकारी साथै अन्य रियालिटी सोहरू सम्बन्धी सम्पूर्ण जानकारीहरू लिएर आइरहनेछौँ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।